हेलो गाइस हैन वेलकम छ मेरो युट्युब च्यानलमा है। विशेष गरी है हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। हजुरहरूलाई धेरै माया छ है मेरो तर्फबाट। विशेष गरी आज मैले तपाईँहरूलाई के देखाउनु खोजेँ भने आज चाहिँ मैले अस्ति आज खसीको खुट्टाहरू मैले पकाउने योजना गरेको छु है। लगभग मैले पकाइ पनि सकेको छु होइन। मैले खसीको खुट्टा ल्याएको थिएँ है। अब ताजै काटेको चाहिँ होइन, मैले त्यहाँ किनेर ल्याएको। त्यहाँ हाम्रो एउटा एसियन मार्केट छ, त्यहाँबाट किनेर ल्याएको थिएँ। हजुरहरूले देख्न सक्नुहुन्छ है, यो चाहिँ खसीको खुट्टा हो है। एउटा पोका चाहिँ मैले काटिसकेँ है। काटेँ भनौँ न, तपाईँलाई काटेको चाहिँ मैले देखाइनँ। अब जिउँदै हुनु भने चाहिँ जिउँदो चाहिँ देखाउँथेँ। अब यो चाहिँ किनकि मैले काटेर चाहिँ टक्क राखेको हुन्छ नि त त्यहाँ मार्केटमा, त्यही भएर मैले लिएको थिएँ 2 पोका होइन। अनि यो र अनि कुखुराको मुटु कलेजो लिएको थिएँ होइन। अनि यहाँ डिप फ्रिजमा मैले राखेको थिएँ। अनि त्यही भएर है मैले त्यो पकाइरहेको छु अहिले। लगभग अहिले यहाँ उम्लिरहेको छ है। तपाईँहरूले देख्नु भएको छैन होला, म देखाउँछु तपाईँहरूलाई है। हजुरहरूलाई सम्पूर्णलाई म देखाउँछु है। अनि यहाँ अहिले यस्तो छ है, कलर आइसकेको छ है, यसरी पाक्दैछ। यो चाहिँ खसीको खुट्टा हो होइन। अनि मैले भर्खर अहिले पकाएको, यसलाई मजाले पकाउनु पर्ने छ है। मजाले छोप्दै पकाउनु पर्ने हुन्छ, अनि मजाले पाक्छ है। अनि त्यही भएर होइन मैले अघि भर्खर लिएको थिएँ होइन। अनि आज मौसम पनि त्यस्तै भइरहेछ, बाहिर पानी परिरहेको छ है। अनि सधैँ नै तपाईँहरूलाई मैले भिडियो गर्दा चाहिँ पानी परेकै मात्रै देखाउँदो रहेछ भन्नुहुन्छ होला होइन। किनकि भन्नुहुन्छ होला र तपाईँहरूले अहिले किनकि पानी पर्ने सिजन हो नि त। अनि किनकि अब यहाँ अब जुन लागेपछि पानी मात्रै पर्छ होइन। अनि त्यही भएर अनि अहिले म पनि घरमै छु है। अनि त्यही भएर तपाईँहरूलाई मैले खसीको खुट्टाहरू पकाएको देखाइरहेको छु है। अनि खसीको खुट्टाहरू यसरी कसरी पकाउनु पर्छ भनेर मैले तपाईँहरूलाई देखाएको। यो खसीको खुट्टा चाहिँ अनि मजाले होइन मसिनो ठुल्ठुलो पाक्दैन छिटो होइन, मसिनो काट्नुपर्छ। त्यसपछि होइन खसीको खुट्टा चाहिँ मजाले पाक्छ होइन। पाकेपछि त्यसपछि पकाउनुपर्छ मजाले होइन। अनि मसलाहरू लाएर पड्काउने मसला जिराहरू होइन, अदुवाहरू लाउनुपर्छ। किनकि अब फेरि एकैचोटि लगायो भने चाहिँ यो खसीको खुट्टा चाहिँ अलिकति कस्तो ठस्सै गनाइहाल्छ क्या, बोकै गर्नु छ। खसी नि बोकाको मासु नभएर पनि खसी पारेकै मासु ल्याउनु भयो भने नि खसीकै तर काटेको छ नि ल्याउनु भयो र तपाईँले, किनकि त्यो एकैचोटि सबै कुरो जिरा मसला एकछिन भुटेर तपाईँले जिरा मसला अदुवा सबै मरमसला लाउनु भयो भने त्यो मासु चाहिँ ठसै गनाउँछ क्या। तपाईँहरूले त्यसो चाहिँ गर्नुभयो भने गनाउँछ होइन। तपाईँले फर्स्ट एकछिन त्यसलाई मासुलाई चाहिँ फर्स्ट तेल तातेर अनि लगाएर चलाउनु भयो भने पकाउनु भयो भने एकछिन पकाएर जानु भयो। बिस्तारै अलिक मासु पाकिसकेपछि त्यसरी मरमसला अलिअलि गर्दै लाउनु भयो भने चाहिँ त्यसरी पकाउनु भने चाहिँ गनाउँदैन। नभए चाहिँ अब खसीकै मासु ल्याउनु भयो भनेको खसी पारेकै तर खसीकै मासु ल्याउनु भयो भने चाहिँ त्यो तरिकाले मरमसलाहरू अब एकछिन छाइ पारेर मरमसला लाएर मासुहरू सबै कुरो लाएर एकैचोटि पकायो भने चाहिँ गनाउँदो रहेछ। मलाई चाहिँ गनायो, मलाई चाहिँ त्यस्तो अनुभव भयो। अब हजुरहरूले चाहिँ अब कस्तो गरी पकाएर खानुभएको छ त्यो चाहिँ मलाई थाहा छैन होइन। म चाहिँ त्यसरी पकाउँछु। अनि फर्स्ट मजाले खसीको मासुलाई सानो आगो बनाएर त्यसलाई मजाले भुट्छु होइन। भुटेर चाहिँ अनि एकछिन हल्का भुटेर अनि हल्का पानी लाउँछु। अनि त्यसलाई मजाले भुट्छु, फेरि छोप्छु, फेरि पकाउँछु, फेरि छोप्छु। हो यसरी मजाले पाकेपछि अनि बिस्तारै मरमसला लाउँदै स्टेप बाई स्टेप मरमसला अदुवा यसरी खोर्सानी होइन टमाटर यसरी स्टेप बाई स्टेप लाएर पकाउने गर्छु। अब हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो आफ्नै तरिका हुन्छ है। त्यही भएर आज मैले हजुरहरूलाई खसीको खुट्टाको भिडियोहरू है
भ्लग बनाइरहेको छु है। अनि यो भ्लग म मेरो युट्युब च्यानलमा लाउँछु है, हजुरहरूले हेर्नु सक्नुहुन्छ है। हजुरले देख्न सक्नुहुन्छ है, दामी उम्लिरहेको छ है। तपाईँलाई मस्तै घुमाएर देखाउँछु। हामी चाहिँ अब अलिक पिरो खान्छौँ नि त, खोर्सानी पिरो खाने हुनाले चाहिँ मैले खोर्सानी चाहिँ निकै नै लगाएको छु है यो खसीको खुट्टामा। अनि अब कतिजना तपाईँहरूले त पिरो पनि खानुहुन्न होला, ठिकै पिरो लगाउन सक्नुहुन्छ, तर म चाहिँ अलिक पिरै खान्छु है। त्यही भएर मैले अलिक खोर्सानी लगाएको छु। तपाईँले खोर्सानी देख्नु सक्नुहुन्छ होला, खोर्सानी माथि एउटै ऱ्याङमै देखिरहेको छ। हरियो खोर्सानी, ठाडै खोर्सानी मैले बिचमा चिरा पारेर लगाएको है। अनि आज अब कहीँ पनि जानु सकिएन होइन, कहीँ पनि जानु सकिएन, पानी परेन, अनि घरमै बसाइ भयो है। अनि अब भ्लग पनि बनाइरहनु पनि समय मिल्दैन, किनकि अब काममा जानुपर्छ होइन। अब काममा गएपछि अब भ्लग बनाउनै पाइँदैन। अब काममा भ्लग बनाउन यो के काम गर्छ भने यसो कामको केही भिडियो गरौँ न भन्दाखेरि अब काममा दिँदैन है। त्यही भएर अनि अब ढुक्कै दिनको दिन भ्लग ल्याउनु पनि मैले सकेकै छुइनँ है। अब भरिसकेपछि म अब एउटा भए पनि अब समय मिलेको बेला म तपाईँहरूलाई म भ्लग बनाएर हाल्ने कोसिस गर्छु है। भइसक्यो, हजुरहरूले मेरो भ्लग चाहिँ हेरिदिनु होला होइन। मेरो भ्लगलाई माया गरिदिनुहोस् होला, मलाई सपोर्ट गरिदिनुहोस् होला है। अब तपाईँहरूले सपोर्ट गरिदिनु भयो भने चाहिँ मलाई अलि हेल्प मिल्छ होइन, म राम्रो भिडियोहरू ल्याउन सक्छु है। अनि हजुरहरूकै सपोर्टले गरेर है मलाई धेरै मद्दत मिल्छ। अनि मेरो भिडियोहरू हेरिदिनुहोस् होला भन्दै अहिले अलिक झोल सुकिसकेको छ होइन, झोल सुकिसकेको छ। मलाई चाहिँ फेरि अब मासु चाहिँ एनी टाइम चाहिन्छ क्या, एनी टाइम चाहिन्छ मासु चाहिँ। अब मासु नखाइ चाहिँ सक्दिनँ होइन। अब मासु चाहिँ मलाई खसी, सुँगुर, कुखुरा जे भए पनि चल्छ। म त अलराउन्ड बजाइदिन्छु। कुखुरा, खरायो, खसी, सुँगुर होइन, बाख्रा, कुखुरा, परेवाहरू सबै अलराउन्ड होइन। त्यस्तो बार्ने यो हुँदैन, यो खाँदिनँ त्यो खाँदैन हुँदैन मेरोबाट चाहिँ। म चाहिँ अलराउन्ड फेरि खाइदिन्छु होइन। मासु चाहिँ अब 1 दिन 2 दिन चाहिँ ग्याप रहन्छ होला, नभए त रेगुलरै मासु चाहिँ म चाहिँ खाइबस्छु क्या। अब मासु चाहिँ अब मलाई चाहिँ चाहिन्छ होइन। मासु खाने बानी भएपछि अब फेरि आलुहरू, भेजिटेबलहरू त्यस्तो साह्रो रुच्दैन क्या फेरि मलाई चाहिँ नि। अनि त्यही भएर अब मासु चाहिँ चाहिन्छ। अनि अब आज चाहिँ लोकल कुखुरा ल्याउनु जाउँ कि भन्ने सोचेको थिएँ, फेरि पानी झरीमा अलिक भ्याइएन हो। नभ्याइएपछि अनि
जानु पनि भएन त्यो बस्तीमा जहाँ बेच्छ नि त त्यो बस्तीबाट चाहिँ ल्याउनु पऱ्यो भनेर सोचिरहेको थिएँ ल्याउनु सकिनँ है गाइस अब के गर्नु त अब ल्याउनु टाइम पनि हुनु पऱ्यो नि त होइन टाइम नभएपछि त अनि कसैले ल्याउनु भन्ने नि मासु चाहिँ खतरा कडा भएको छ गाइस होइन यस्तो भएको छ होइन मासु चाहिँ दामी भएको छ अब यसलाई फेरि एकचोटि मजाले पानी लाउँछु होइन मजाले फेरि एकचोटि म पकाउँछु यसलाई उमाल्छु होइन त्यसपछि चाहिँ रेडी हुन्छ होला है गाइस यति लाएर चाहिँ यो सुक्यो भएपछि चाहिँ ट्याक्कै यो पाकी पनि सक्छ है यसै नुन अघि मैले नुन चाहिँ मैले कम्ती लगाएको थिएँ होइन अघि अब म हल्का थप्छु होइन च्याट्टै गरेपछि च्याप्पै सुक्दै होइन अहिले यति गरेर चाहिँ अब च्याप्पै अहिले ट्याक्कै हेर्दाखेरि ठिकै हुन्छ पाकी रेडी किनकि आधी पाकिसकेको छ क्या मासु अब चाहिँ हल्का पानी लाएर चाहिँ यसलाई मैले हल्का झोल त खाइन्छ होइन झोल चाहिँ चाहिन्छ झोल पनि मलाई त्यही भएर ट्याक्कैसँगले बजाउने थाल्ने हो अनि अब म चाहिँ टिभी एकछिन मुभी हेर्नु पऱ्यो भनेर यहाँ टिभी मैले ओपन गरेको छु है मुभी आर्मीको मुभी हेर्नु पऱ्यो भनेर नि अनि खोज्दैछु मैले खोज्नु चाहिँ तर मलाई चाहिँ आर्मीको मुभी मनपर्छ क्या प्रायः जस्तो नि अनि One less drink can help you be. अब एकछिन मुभी हेर्नु पऱ्यो है गाइस अब यस्तै छ है अब जिन्दगी होइन गाइस अघि मैले त्यहाँ हाम्रो
हाम्रो अघि त्यहाँ चर्चमा यो नानी बहिनीको भिडियो थियो है, बहिनीको त्यो भ्लग बनाएर मैले हालेको छु, बहिनीको बर्थडेको भ्लग है। त्यो पनि गएर तपाईँले हेरिदिनुहोस् होला, त्यो भ्लग पनि है हजुरहरूले। अनि लाइक र सब्सक्राइब पनि गरिदिनुहोस् होला है मेरो भिडियो हेरेर। अनि मलाई विश्वास छ हजुरहरूले मेरो भ्लगलाई माया गरिदिनुहुन्छ भन्ने मलाई आशा छ है। अनि अब भिडियो धेरै लामो हुन्छ होला है गाइस, म भिडियो यहीँ राख्छु होइन। अनि फेरि पनि अर्को नेक्स्ट भ्लगमा हजुरहरूसँग म भेट्ने छु है। अनि हजुरहरूलाई फेरि पनि यो आजको भ्लग म यहीँ इन गर्छु है, यहीँ राख्छु यो भ्लगलाई आजको है। फेरि पनि हजुरहरूलाई मेरो तर्फबाट धेरै माया छ। हजुरहरूलाई फेरि बाई बाई भन्न चाहन्छु है।